शिवराज नगरपालिका वडा नम्बर 1 शिवपुरले राहत बैंक स्थापना गरेको छ। राहत बैंकले राहत पाउने व्यक्तिहरूको पहिचान गरी राहतको व्यवस्थापन गरिने वडा नम्बर 1 का वडा अध्यक्ष जगतबहादुर घरती छेत्रीले बताउनुभयो। धन्यवाद दीपकजी। राहत बैंक हामीले स्थापना गर्नुपर्ने अवस्था किन सिर्जना भयो भने विपद भनेको अहिले कोरोना भाइरसको यो महामारीको रूपमा जुन आएको छ, यो मात्रै नभएर विपद फुटकर विपद पनि पर्छ। मान्छेलाई कुनै समुदायमा विपद पर्छ, ती विपद परेका बाटा हिँड्ने बटुवा समेतलाई कहिलेकाहीँ अपरझट सेवा दिनुपर्ने भएको हुँदा हामीले यो दीर्घकालीन सोच राखेर राहत बैंक स्थापना। जस्तो यो राहत बैंकको स्थापनाको चाहिँ कुरो गर्यो वडा नम्बर 1 ले, शिवराज नगरपालिका चाहिँ को वडा नम्बर 1 ले, र यो राहत बैंकमा चाहिँ कसरी चाहिँ वितरण गर्न खोज्नु भएको छ, यहाँ मान्छेहरूलाई आउँदा कसरी दिने भन्ने सोच छ? मैले भन्नुपर्दा यो अहिले फेरि पुनः दोहोऱ्याएँ, महामारीको रूपमा आएको कोरोना भाइरसलाई मात्रै लक्षित गरेका छैनौँ। हामीले यस्ता विपद समय समय स्थानीय तहमा पनि घट्ने गरेका छन्। कहिले आगलागी, त कहिले बाढ पहिरो, त कहिले चाहिँ दुर्घटना। त्यस्ता दुर्घटना हुँदा त्यो विपद, सानो वा ठुलो विपद, समुदायमा हुने विपद अथवा फुटकर हुने विपदहरूमा तत्काल राहत पुर्याउनको लागि हामीले विपद व्यवस्थापन गर्नको लागि मात्रै बाँड्न भन्ने होला। त मेरो विचारमा यो विपद भनेको विभिन्न खाले विपदमा राहत गर्नुपर्ने, राहत दिनुपर्ने भएको हुँदा हामीले राहत बैंक स्थापना गरेको।